साथीहरू आज चाहिँ कति पछि बिहान खान लागेको कि पिरो चाउचाउ धेरै भइसक्यो नि त नखाएको। अनि म चाहिँ भर्खर सुतेको थिएँ अनि उठेर चाउचाउ खानु पर्यो भनेर यहाँ बनाएको कि। अनि मलाई चाहिँ कस्तो के खाम भइरहेको थियो, चाउचाउ खानु पर्यो भनेर खाइदिएको ल। मलाई चाहिँ टुप्यान धेरै मनपर्छ त, करेन्ट भन्दा पनि। नुन चाहिँ अलिक प्रेसर लो पनि छ, नुन थप्ने बानी छ मेरो। यो स्पाइसी सबै राखिदिएको, यसले पनि नपुग्ने कि हरियो खोर्सानी छैन नि त आजकल। त्यही भएर सुकेको खोर्सानी कम्ता लोकल जस्तै पिरो छ है खोर्सानी। बजारको किनेको रहेछ, अस्ति मेरो दिदीले किन्नुभएको, तर कस्तै पिरो। म पिरो चाहिँ धेरै खान्थेँ कि पहिला, आजकल पनि खाना त खान्छु, तर कम गर्न थालेपछि चाहिँ धेरै चाहिँ नसकिने रहेछ, मलाई ग्यास्ट्रिक भयो। अनि ग्यास्ट्रिक भएदेखि चाहिँ धेरै चाहिँ खानु सक्दिनँ, अलिक कम गरेर आफ्नो। एक पैकेट मात्रै बनाएको छ मैले। खोर्सानी चाहिँ यति सकेन, एकदम फ्रेस भयो।